साथीहरु गुड मर्निङ। तपाईहरु के गर्नु हुँदैछ? म चाहिँ पूजाको थालबुटीके धुँदै छु। बहुत दिन भयो कि पूजा रुम साफ नगरेको, किनकि मेरो हस्बेन्डको ग्रान्डफादर एक्सपायर हुनुभएको थियो जनवरीमा। त्यही लागि हिन्दू नियममा त अब पूजा गर्नु हुन्थेन। त्यही लागि पूजा रुम यतिकै थियो, पुरा लेत्रा भएको थियो। त्यसले आज सफा गरेको। यहाँ पूजाको थालबुटीके धुँदै छु। हेर्नु गाइस, यता पोछा मारिसके मैले। अनि यहाँ पूजाको यो पूजा गर्ने यो घर हो। यसलाई मजाले धोएर घाममा सुकाउँदैछु। यहाँ बर्तनहरू धुँदैछु। आज अलिक आराम लाग्दैछ गाइस। आज फेरि जानुपर्छ मलाई हस्पिटल। आज पनि बोलाएको छ। एकछिन 12 बजीतिर जान्छु काम खत्म गरेर। अनि मेरो सासू चाहिँ खाना पकाउनु हुँदैछ, म यहाँ काम गर्दैछु। मेरो ससुरा त ड्युटीमा छ, हस्बेन्ड त दोकान गएको छ। अनि मेरो कालुहरू भात खाएर सुतिरहेको छ। म चाहिँ यहाँ काम गर्दैछु। तपाईहरु कस्तो हुनुहुन्छ गाइस? आशा गर्छु कि तपाईहरु राम्रै हुनुहुन्छ भनेर। आजको वेदर पनि राम्रो छ, यति गरम पनि छैन। हुन्छ त गाइस, भरे भेटौँ ल। म छिटो काम गरेर। बाइ बाइ।